त्यो आजकल नयाँ भनेर सोसियल मिडियामा हो हल्ला गर्नेहरू नयाँ हुन्, ती सबभन्दा पुराना हुन्। ती दलाल पुँजीपति र बिचौलियाहरूको इसारामा चल्नेहरू कसरी नयाँ हुन सक्छन्? तपाईहरुले भनिदिनुहोस् जनतालाई, घर घरमा गएर टोल टोलमा गएर नयाँ भनेको नेपाली कम्युनिस्ट पार्टी हो। त्यो चाहिँ पुरानो रे दलाल र बिचौलिया उनीहरूको गुणगान गाउने ती चाहिँ नयाँ। तपाईहरुले भनिदिनु पर्यो जनतालाई राम्रैसँग, नयाँ केलाई भन्ने? जसको विचार नयाँ छ त्यही नयाँ हो, जसको एजेन्डा नयाँ छ त्यही नयाँ हो, जसले राष्ट्र र जनताको हितको निम्ति आफूलाई समर्पित गर्छ त्यही नयाँ हो, जसले संघीय लोकतान्त्रिक गणतन्त्र हजारौं शहीदहरूको त्याग र बलिदानबाट स्थापित भएको यो परिवर्तनको छायामा बसेर या परिवर्तनको माध्यममा बसेर अझ यसकै बाहकहरूलाई गाली गर्ने नयाँ हुन सक्दैन।